हेलो साथीहरू, यो चाहिँ मेरो अस्तिको मिनी भ्लग हो। म छोरी बुढा दिदीलाई जान आएको थिएँ। मेरो बुढाको लुगा सुकाउने ठाउँ चाहिँ त्यहाँ हो है साथीहरू, होइन नि मेरो यो च्यात्तेको सुरुवाल चाहिँ इग्नोर गरिदिनु होला। अनि मेरो छोरी चाहिँ नमक्क परिरहेको छ क्या, म यताउता कुदिरहेको छ। अनि एकछिन हस्पिटल जाने काम थियो, अनि घर सौदाहरू यताउता गर्नुपर्ने कुरा। हामी चाहिँ दुलारी जाने भनेर गरेको, घाम लागेर 11 बजिसकेको थियो होइन। अनि म चाहिँ के लुगा लगाऊँ भनेर त्यहाँ लुगा खोजिरहेको थिएँ होइन। अन्त मलाई यो नानाले गिफ्ट दिनुभएको लुगा चाहिँ मलाई याद आयो क्या साथीहरू। मलाई यो चाहिँ ठुलो हुन्थ्यो र म चाहिँ लाउँदिनँ थिएँ। अनि अब चाहिँ ठिक हुन्छ कि भनेर त्यो झिक्यो अरे, मलाई कति मनपर्छ क्या। अनि यो भेस्ट पनि मलाई चाहिँ बहिनीले किन्दै थियो, म चाहिँ लगाएको थिइनँ क्या। म यस्तो टाइपको खाएको चाहिँ लाउँदिनँ, लुदिन्छु नि त। अनि टाइप झन् ज्यान सुकिरहेको देखिन्छ नि। अनि म चाहिँ त्यो भेस्ट पनि हेर्दैछु। अनि यो चाहिँ मेरो नानीको लुगा साथीहरू, यो पनि स्केट हो, देमाले नै ल्याइदिनु भएको अस्ति आउँदाखेरि होइन। अनि म चाहिँ त्यहाँ रगसँगले नानी सुतेको मौकामा मेकअप सेकअप गर्नु पऱ्यो, पाउडर साउडर लाउनु पऱ्यो भन्दै गर्दैछु होइन। अन्त यो लुगा लगाएको त त्यो लुगा त त्यो भेस्ट त मैले लाइनँ, मलाई लाउनु मन परेन होइन। अनि यो पनि मलाई मेरो बहिनीले नै ल्याइदिएको हो होइन साथीहरू। अनि यस्तो आयो जस्तो मलाई फिरिक्कै लागेर जस्तो देखेको क्या। मैले चाहिँ प्रायः कालो लुगाहरू मात्रै छ नि त। अनि मैले त्यो कालै किन्छु, मान्छे काली भए पनि। अनि लास्टमा चाहिँ मैले यही लगाएको साथीहरू। यो लुगा चाहिँ म प्रायः छोड्दिनँ। अनि कपाल पनि मेरो त्यही हो बधाई। अनि अगाडि 2टा एन्टिना टक्क चाहिँ कालो टिका त लाउनु पऱ्यो होइन। टक्कसँग कालो टिका लगाएँ। अनि हिँड्दाखेरि त सिन्दुर त लाउनै पऱ्यो, घरको साँच्ची लाउँदिनँ, अल्छी लाग्छ। अनि हिँड्दा त म लाउँछु। अनि टक्क लगाएको बाङ्गो लाग्यो होसै भन्ने वस्तु गरिनँ। अनि टक्कसँगले चाहिँ म चाहिँ रेडी भइसक्यो साथीहरू। अनि नानीको पाउडर दल्नु पऱ्यो भनेर चाहिँ टक्कसँगले अलिअलि गोरी देखिन्छ कि बा भन्दै दल्दैछु होइन। अनि टक्कसँगले पाउडर साउडर दलेर चाहिँ लिपस्टिकहरू चाहिँ लाएर होइन साथीहरू। अनि म चाहिँ राम्री भएँ। त्यो लिपस्टिक पनि किनेको चाहिँ मैले चाहिँ 3-4 वर्ष भइसक्यो, बिहान अगाडि किनेको होइन। म चाहिँ लाउँदिनँ नि त, त्यति अल्छी लाग्छ लाउनु, अनि लाउँदिनँ। अनि बेबी पिङ्क लिपस्टिक थियो, अनि त्यो लगाएँ हल्का फुल्का होइन। यहाँ चाहिँ इफेक्टले गर्दा कडा देखेको छ, तर त्यस्तो देखेको थिएन है। चप्पल पनि यो मेरो चाहिँ यही हो, जहीँ जाँदा पनि लाग्ने। मैले चाहिँ 250 रुपियाँ भाडा म किनेको साथीहरू होइन। 2-3 वर्ष भइसक्यो। अनि म चाहिँ छोरीलाई उठाएर ठिकठाक पारिदिएर राम्ररी चिटिक्क पारेको बनाइदिएँ। ऊ चाहिँ खुसी हुँदै उसको बाबालाई हेरिरहेको थिएँ हिँड्नु पाउँदा होइन। डरसँग उसको बाबा पनि उता रेडी हुनुहुँदै थियो। अनि म चाहिँ रेडी भइसकेर डक्क नानीलाई बोकेर चाहिँ उहाँ चप्पल सप्पल लाएर होइन। आमा चाहिँ त्यस्तो भएर गएँ साथीहरू होइन। अब त्यो जाबो धुलाएर जानु नानीले छेउछेउमा उभिएर कति खुसी हुन्छ क्या हिँड्नु पाउँदा त। उभिएर जानु मन छ। अनि खुसी भएर गयौँ होइन। अनि बाटो चाहिँ यस्तै छ हाम्रो गाउँको चाहिँ साथीहरू होइन। अनि यहाँ चाहिँ हाम्रो यो चाहिँ अस्ति ट्रक लोटेर उभिएको दाउरा अरे, घर लाने दाउरा अरे क्या। अनि म चाहिँ देखाउँदैछु साथीहरू। अनि हामी चाहिँ ओह्रालो लाग्यौँ साथीहरू, यहाँ दादाहरू अनि हक्कसँगले चाहिँ तल पुल पुगेपछि चाहिँ मैले फेरि हामीलाई देखाएँ साथीहरू। पुल पुगेपछि त भिडियो गर्नै पर्ने होइन। अनि तपाईँ चाहिँ खोला हाम्रो होइन। अनि ग्राउन्डहरू देखाउँदैछु म चाहिँ लागेँ ओह्रालै। यहाँबाट चाहिँ मेरो माइत जाने बाटो साथीहरू। अनि अब चाहिँ पिचाएपछि चाहिँ आनन्द लाग्यो। अनि टक्कसँगले ओह्रालै लाग्यो होइन। अनि बाटो अब अलिक तल यो चिया बगान चाहिँ मलाई फेरि कति मनपर्छ होइन। टक्क चिया बगान देखाउँदै अनि फेरि टिममा पुग्यौँ साथीहरू। खोलाहरू देखाउँदै म चाहिँ लागेँ होइन। ढिलाबारी पुग्नु आँट्यो साथीहरू होइन। अनि हेर्नु न बाटो, नेपालको बाटो त यस्तो झन् फल्टाङ पुगौँ सरतिर पनि यस्तो साथीहरू। अनि टक्कसँगले म चाहिँ होइन विश्व प्रकाशजीको घरबाट कतै मनपर्छ क्या। अन्त घर देखाएँ होइन। टक्कसँगले जानु बित्तिकै हामी हस्पिटल गएको, डक्टरले 4 बजी मात्रै आउने भन्नुभयो। अनि हामी चाहिँ टक्कसँगले उयो गयौँ। मेरो बुढाले लुगा छान्नु भएको अरे, मनै पर्ने लाग्यो, महँगो भयो अरे। अनि छोरी राखेर आयौँ। अनि मलाई चाहिँ भोक लागिरहेको छ। फेरि दुलाबारी गएपछि मोमो नखानेको कुरै भएन होइन। नानीलाई चाहिँ चिची बज्ने चप्पल किनेको खुसी भएर मलाई बाई भन्दै यसको बाबासँग गएँ। म चाहिँ ल त बाई भन्दै म चाहिँ गम मोमो खाँदैछु होइन। नानी हेरिदिने मान्छे भयो भने चाहिँ म दुलाबारी जाँदाखेरि जहिले मोमो खाएर आउँछु होइन। अनि फेरि 4 बजी चाहिँ हस्पिटल गएको अरे, पानी परेर यत्रो पानी परेर डक्टर पनि 5 बजी आउनुभयो। अनि रात परेर म
चाहिँ पानी झरीमा बुढालाई चाहिँ घर पठाएर चाहिँ अटोमा आए साथीहरू। राति बजिसक्यो होइन, मलाई 7:30 बजिसक्यो। अनि म चाहिँ भिडियो पनि गरिनँ किनकि मेरो छोरी भोका राति नि त। अनि नानीलाई टाइम दिनु पऱ्यो नि त होइन, नानीलाई खानाहरू बनाएर खुवाउँदा राति 10-11 बजिसक्यो साथीहरू। अनि मैले चाहिँ भिडियो गरिनँ र बिहानतिर गरेर म चाहिँ अब के गर्नु यस्तो साथीहरू, बाई बाई भन्दै होइन यतिमै भिडियो समाप्त गरेँ साथीहरू।